आज सन्दीप लामिछानेले प्रमाणित गरिसकेका छन् कि म टिमको लागि किन आवश्यक र कतिको आवश्यक छु भनेर। बीबीएल पछि उनले टिममा निकै धमाकेदार इन्ट्री गरेका छन्। विश्वकपको तयारी स्वरूप भारत भ्रमणमा रहेको नेपाली टोली मुम्बई क्रिकेट एसोसिएसन प्रेसिडेन्ट 11 सँग अभ्यास खेल खेलिरहेको छ र पहिलो खेलमा विश्राम गरेका सन्दीपले आज दोस्रो खेलमा मौका पाएका थिए र उनले निकै नै कसिलो बोलिङ गरे र आफूलाई प्रमाणित गरेका छन् कि म किन टिमको लागि आवश्यक छु भनेर। उनले आफ्नो स्पेलको 4 ओभर बोलिङ गरेर 6 को इकोनोमीमा 24 रन दिँदै 3 विकेट लिएका छन् भने एउटा रनआउटको अवसर पनि सिर्जना गरेका थिए। र आज सोमपाल कामी र नन्दन यादवलाई भने विश्राम दिएको थियो, उनकै ठाउँमा सन्दीपले मौका पाएका थिए भने उनले दुवैजना बलरको कमी महसुस हुन दिएका थिएनन्। विश्वकप अगाडि नेपाली प्लेयर फर्ममा फर्किनु एकदमै सुखद पक्ष हो र सन्दीप लामिछाने विश्वका ठुल्ठुलो स्टेजमा गएर आफूलाई प्रमाणित गरिसकेका छन् र आशा छ यो विश्वकपमा पनि उनले निकै राम्रो गर्नेछन् र आफ्नो गुगली फेरि चलाउनेछन् र इङ्ल्यान्ड र वेस्ट इन्डिज जस्तो क्रिकेटको पावर हाउस, अझ भनौँ त T20 को पावर हाउस टिमलाई पनि हराउन सकिनेछ।